गुड मर्निङ छ सबैजनालाई दर्शन नमस्ते है त स्वागत छ हजुरलाई मेरो ब्लगमा। हामी चाहिँ अहिले चाहिँ किङफिसर के अरे यो सिन्धुलीगढीमा आइसकेको भर्खर आइसकेको अवस्था छ। पार्किङमा छौँ। अब यहाँबाट माथितिर चढ्छ होला है त गाइजहरू। ल गडी चाहिँ यता माथिबाट चढ्ने क्रममा छ गाइज। यता माथिबाट हो नि दाइ। ओ दाइ ऊ त्यहाँ गडी जाने बाटो माथि होला नि। ल गाइज सिद्ध बाबा मन्दिर जाने यता अरे। यो चाहिँ सिन्धुलीगढी सङ्ग्रहालय पालनको सम्पूर्ण अवलोकनकारी पर्यटकलाई महानुभाव हार्दिक स्वागत गर्दछु भन्ने छ। यहाँ छ बोर्ड चाहिँ यहाँ छ है। यो चाहिँ सिद्धि बाबा मन्दिर अरे। सानो गडी जाने बाटो यता अरे। सङ्ग्रहालय ठुलो गडी जाने बाटो यता। ल आउनु सङ्ग्रहालय जाने। ल मेरो समुद्र माया दाइ चाहिँ पुरा फटाफट फटाफट छ यार। यस्तरी हो साथीहरू। ओ साथीहरू अर्को साथी लिएर हो है। ल गाइस हिँड्दैछौँ बाटोमा हामी है त। यो मेरो चाहिँ यो चाहिँ दोस्रो पटक हो दाइ र मेरो चाहिँ। अरू साथीहरू चाहिँ आउनु पाल्नु भएर हिँड्छ। त्यही उहाँहरूलाई यसो लिएर देखाउने अवस्था हो यो। यहाँ के छ यो भित्र सब देखाउने छु गाइस तपाईँहरूलाई है त। हल्का हल्लिनु त हल्लियो होला। ल यो पिङ पनि खेल्नुपर्छ अहिले गाइजहरू है त। अहिले चेन्ज भएछ नि त पहिला र अहिलेमा है। दाइ यो थिएन नि त पहिला हामी आउने बेलामा। यो त त्यो माटोको त्यो पोखरीहरू जस्तो थियो नि त पहिलाको त। यहाँ पुरै राजाहरूले पानीहरू राख्ने के गरेको पहिलाको राजाहरूले। चढेर घुम्ने बुलबुला यहाँ घुम्ने ऊ यो सबै दरबार मुनि हो नि त जस्तो त्यो। अच्छा अहिले पछि सर जाउँ अनि यसो निस्किने बेलामा हो कि सम्झे। यो के हो त्यो के थियो लोक गायक रहे हो स्वर्गीय कृष्ण विक्रम थापाको जन्ममिति यहाँ रहेछ। ल पढ्नुहोस्। ल यो उहाँको फोटो। ए हो रे गडी गडी भनेको सिन्धुलीगढी। ल 258 सिन्धुलीगढी विजय सबको समारोह 2022 सालमा। ल यही छ गडीहरू है त। माथि झन्डा छ है गाइजहरू। ऊ त्यो झन्डा हेर्दै गडीको माथिको झन्डा सर र डाँडा माथिको आउँदैछ। हाम्रो सरहरू आउँदै हुनुहुन्छ। उहाँले फोटो खिच्ने रे हो नि। ल गाइस हेर्नुहोस् है त। ल के पढ्नुहोस् ल। काजी श्यामराज पाण्डे रे, काजी वीरभद्र उपाध्याय, श्री हर्ष पन्त, सिकारी सरदार वंश गुरुङ रे। यो चाहिँ सङ्ग्रहालय ऊ त्यहाँ छ युद्ध सङ्ग्रहालय रे। ल नेपालको झन्डा छ यहाँ। हेर्नुहोस् त के लेखेको छ हेर्नुहोस्। ल सिन्धुलीगढी युद्ध सङ्ग्रहालय है त। जय कर्नल। ओ दाइ पहिला माथि गएर आऊ अनि झन्डा गाडी यस्तो समातेर युद्ध पहिलाको ए ल खुसी मनाएको। यो युद्ध जितिसकेपछि जितेर झन्डा गाडेर पुरै नेपाली झन्डालाई नाम चाहिँ अहिले पछि माथि गएर आऊ। यो पहिलाको तोपिनाहरू होइन त गोलीहरू। ओहो हो यस्तो नै हुन्छ। ल तोप पहिलाको तोप ठ्याङ। ल गाइस यसरी नेपाली गोर्खालीहरूले ब्रिटिस विदेशीहरूलाई यसरी मार गिराएको रहेछ। यो चाहिँ हेर्नु त। ल
झ्याम झ्याम हानेर खुकुरीले ट्याक्कै बनाउँछ ल। पृथ्वीनारायण शाह हो यहाँ एकीकृत गर्ने भयो ल। उहाँ हुनुहुन्छ हाम्रो राजा, राष्ट्रिय एकता दिवस तथा पृथ्वी एकता दिवस यही छ त। तथा पृथ्वी जयन्तीको अवसरमा एकीकृत अभियानको नायक रे ल। उहाँ पुरै छ त हाम्रो ईश्वर भट्टराई। यो ईश्वर भट्टराईको फोटो हो त यो? यो त पृथ्वीनारायण शाहको हो नि त। नवीन सुवेदी ल मेरा साना दुःखले आर्जका मुलुक होइन, सबै जनताको फुलबारी हो, सबैलाई चेतना भया। यो भनाइ कसको त? श्री 5 पृथ्वीनारायण शाह दिव्य उपदेश रे ल। मेरो साना दुःखले आर्जेको मुलुक होइन, सबै जनताको फुलबारी हो, सबैलाई चेतना भया। श्री 5 पृथ्वीनारायण शाहको दिव्य उपदेश है त। हेर्नुहोस् है त ल। के सिन्धुलीगढी क्षेत्रमा पाइने प्रमुख वनस्पतिहरू यहाँ छ ल। चिलाउने, गुराँस, काफल, अतिस कटुस, मौवा हरे, अङ्गेरी, लाङ्गुरी, गोगन सबै छ यो पाइने चिजहरू यहाँ रहेछ है त ल। यो चाहिँ हाम्रो सिडी चढ्नुपर्छ यहाँबाट सर ल। ओके, कति सिडी छ गर्नु त? दाइ सिडी गर्दै जानु त। पुग्नु न, गन्दै माथि जाने हो नि त, गन्दै जाऊँ न। त तपाईँ गर्नु न ल। दाइले हाम्रो दाजुले सिडी गर्ने क्रम जारी नै छ है त ल। हाम्रो यता छ, हामी चाहिँ मामा भन्छ यस। 1 2 3 4 5 6 7 9 10 11 12 13 14 15 16 17 19 20 21 21 22 24 25 26 27 28 29 30 31 32 30 34 36 खै थाक्नु छ। 41 42 43 44 45 नगाइस यहाँसम्म 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 60 61 62 63 खुट्टै गले गाइस 63 मात्र। दाइ त माथि पुग्नु भयो, साथीहरूको तल छ ल। थाक्ने ल। दाइ कति पुग्यो? ल यो हो नि त सही पुग्नु भयो अरे दाइले। सहीमा ब्रेक गर्नु भएको। ल आमा यस्तो बिहान चाहिँ यस्तो थकेला खा भने हामी सकिन, रेस्ट गर्नु पर्यो खाइस। ल सबैजना सिडनी चढ्ने क्रम जारी नै छ गाइस। आमा यस यस अब एक थकाइमा चाहिँ कम्प्लिट हुन्छ गाइस यो। यो एक थकाइ हो गाइजहरू। लेट्स सी हो, कम कम फास्ट। ए बनाएर यसै पान भन्ने गीत पिकनिक स्पोटमा रमाइलो। ओके यस ओके गाइस, फाइनली 122 स्टेप चढेर गाडी आइपुग्यो। यो नेपालको झन्डा हेर्नलाई आइपुगेको अवस्था छ। कतिको थका लाग्दो रहेछ मामा? यो गाडीलाई हेर्नुहोस् है, नेपालको झन्डा, हाम्रो राष्ट्रिय झन्डा। बाबा
दरबार यही हो राजाको दरबार ल त्यो हो दाइ पानीको ट्याङ्की अहिले पहिला त थिएन यस्तो अहिले चाहिँ यसलाई मेन्टेन गरेर राखेर छ यो पानी जम्मा गर्थ्यो कि पहिला त यहाँ झन्डा यहाँ राजाहरूले पानी खाने ठाउँ यही यहाँ जम्मा गर्नेहरू कि पानी स्टोर गर्ने कि सेफ्टी ट्याङ्की हो नि त यस्तै होइन गएर यस्तो ढुङ्गा ढुङ्गालेको थियो त त्यो पनि ल हेर्नु गाइज तल्लो बाटो अघि आएको यो बाटोहरू तल तल छ सबै है त उ त्यो बाटोबाट अघि आएको हामी टुपी घुम्दा 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 यहाँ जङ्गल फाइनली गढीको ठाउँ मेन ठाउँ भनेको यही हो है गढी ल सर र राम्रै छ जो ठाउँहरू बबाल छ दोस्रो पटक गयो मेरो पहिलो पटक आउँदाखेरि यो ट्याङ्कीहरू त्यति नै त्यसलाई चाहिँ मेन्टेन गरेको थिएन भने अहिले चाहिँ एकदम मेन्टेन गरेको अवस्था रहेछ यो चट्ट अलि मेन्टेन गरेर टक्क बनाएर चाहिँ सानै भयो त यार यस्तै हो सबै गढीहरू त पानीको भाडो यो बनाएको छ थिएन कि पहिला यो माटै थियो ऐतिहासिक मौसममा रहेका सिन्धुलीको गोर्खाली वीर योद्धाहरूको अङ्ग्रेजी फौजलाई परास्त गरेको 250औं विजय रूपमा वर्षगाँठको अवसरमा गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति माननीय श्रीमती विद्यादेवी भण्डारीज्यूबाट यो भण्डातोलन कार्य सुसम्पन्न गरियो। इस्वी सम्म 2074 कार्तिक 24 को थिए हो पलहरू के त्यो राइफलहरू राख्ने थियो कि उयो यस्तोहरूको त्यो भनेको त्यो बङ्करहरू जिपिएम बन्दुकहरू छ नि त्यस्तो तेर्साउने हो कि त्यो राखेको बन्दुकको नाल मात्रै भन्थ्यो कि तोप हो ओके गाइस ल गाइस गढी घुमेर यो गढी माथि है गढी घुमेर झरिसक्यो हामी झरिसकेको अवस्था छ। अब चाहिँ म चाहिँ एकछिन यहाँ पिङ खेल्नु पऱ्यो क्या एकदम मजाका साथ पिङ खेल्छु गाइस पिङ यहीँ छ है दाइ ओहो ल पिङ खेल्यो है त मैले त गाइसलाई सिन्धुली गाडी घुमेर हेर्दा सिन्धुली गाडी घुमेर हेर्दा सुन्तलीमै तिम्रो घरबार मार्यो नि मायाले मार्यो मार्यो नि मायाले मार्यो सै सै गाडी घुमेर हेर्दा सिन्धुली गाडी घुमेर हेर्दा सुन्तलीमै कति राम्रो घरबार मायाले मार्यो कतिमा राम्रो दरबार कि घरबार दरबार हो म त घरबार भने गल्ती बोकाइजहरू डजन म्याटर पिङ पनि खेल्यो मजाका साथ अब गइन्छ ल ओके ल गाइस गयो है त हामी पनि ल ल त गीत आएर चट्ट खेल्नु त ल अहिलेको गीत ल हो ए सिन्धुली गाडी घुमेर हेर्दा सिन्धुली गाडी घुमेर हेर्दा सुन्तलीमै कति राम्रो दरबार मार्यो नि मायाले मार्यो सै सै मार्यो नि मायाले मार्यो हाय हाय ओके गाइस जय ओके प्ले भइसक्यो ल है बाला पनि फर्क
नि मायाले मार्यो नि मायाले मार्यो ल भयो पुस गर्नु टप बहादुर गुरुङजीले पनि खेलिरहेको अवस्थामा गाइजहरू ल गढीमा आएर यो पनि खेल्ने कि ल ल गढीलाई बाई बाई गरियो यो सङ्ग्रहालय र सबैलाई अब चाहिँ अब सानो गढी पो त चढ्दिनँ म त ल गाइस पहिलामा चाहिँ यहाँ चाहिँ हामी चढेको नचढेको अवस्था अहिले भए पनि यसो चढ्नु पऱ्यो यो सानो गढी चाहिँ कस्तो रहेछ त है बुढाहरू छ होइन बुढाहरू चढ्नुपर्छ बरु ओके सबैजना लाग्दैछ गाइजहरू गन्तव्यतर्फ आइमे माथि हो अब त्यसपछि पहिला त ऐना पहरा भन्ने थियो यार अहिले त रहन्छ ओके सिन्धुलीको यो है सर यहीँबाट सबै देखिरहेको बनाएको मतलब छैन दाइ हो नि त ओके गाइस बिकज हामी चाहिँ गाइस सानो गढीबाट पनि घुमेर तल झर्ने क्रममा सबै साथीभाइहरू स्टुडेन्टहरू माथि हुनुहुन्छ ल नसक्दो रहेछ उखालो चढ्नलाई कहिले बानी नभएर होला एकदम खुट्टा गल्ने है त ल गाह्रो साह्रो डजन्ट म्याटर ओके अब हामी यहाँबाट सिन्धुली कलाघरतर्फ लाग्दैछु गाइजहरू कलाघरतर्फ लागेपछि अनि फर्किन्छौँ हामी फेरि गन्तव्यतिर फेरि है त ओके गाइस भाइहरूले घोडा चढ्दैछ ल गाई बाई गरौँ न गाइजहरू अब बाई बाई सिन्धुली ल बाई बाई गरेर त्यसको बढी अब सिन्धुली कलाघरतिर प्रस्थान गाइज फाइनली हामी चाहिँ सिन्धुली कलाघरमा प्रवेशद्वारमा आइसकेको अवस्था छ साथीहरू यहाँ रेडी भएको अवस्था छ है म पनि अब रेडी नै हुन्छु यसरी ल सम्झी हाम्रो सम्झीहरू त छ ल सम्झी त्यसो ल कलाघर सुरु भएको अवस्था छ सिन्धुली कलाघर ल गाइस सिन्धुली कलाघर जाने बाटो त यस्तो पऱ्यो हेर्नुहोस् त गोरेटो बाटो पनि रहेछ पुरै गोरेटो बाटो है स्या हुँदो रहेछ ल गाइस बल्ल 5 मिनटको हिँडाएपछि सिन्धुली कलाघर आइपुगेको अवस्था छ यो बन्दै रहेछ यो चाहिँ डोल ल हेलो सम्झी थकै लाग्यो फाइनली आइपुगेको अवस्था छ ल यता डान्स सिक्दै रहेछ टिकट पनि डर लाग्दो रहेछ होइन होप कति छ टिकटको मूल्य आई डोन्ट नो यहाँ डान्स सिक्दैछ नानी बाबुहरू डान्स डान्स टिकटक मास्टर ओके टिकट कति रे 50 रुपियाँ टिकट ल काट्नु नि त ल गाइस कलाघर भनेको यो हो ल पाँचजना राष्ट्रिय कला सङ्ग्रहालय यहाँ रहेछ यता डान्स चलिरहेछ रानी बाबुहरूको है त गाइस सिन्धुली कलाघरको किल्टी हेर्नु त कत्रो हो यो आगो फुक्ने अब पाइपहरू नै रहेछ आगो चाहिँ है त गाइजहरू यहाँ मजाको छ है कप पनि कत्रो हो किल्टी चाहिँ फेरि बेग किल्टी त्यो चाहिँ के हो खै समथिङ राख्ने ठाउँ पनि बनाएर रहेछ चिया घर रे हो यता पनि रहेछ है यहाँ भयङ्कर बनाएर रहेछ है त ल अब हामी क्यानभास चित्रकला जबरदस्त चप्पल खोलेर जानु होला नि त ल हो केटा राउ
यो छ नि फोटोहरू यो छ नि सिनहरू लाउनु न यो ल ओहो पुरा काठको चित्रकला दाइ त्यो त कला यो सबै काठको हेर्नु त गाइजहरू ड्राइगन के हो यो यस्तो नि बनाएको छ ड्राइगन हेर्नुहोस् ल यो हो नि त दामी बनाएको छ ल जरा तथा काठबाट बनेका प्रतिबिम्बका कलाहरू है सही बनाएको छ चराचुरुङ्गीहरू हेर जुनार यो हो नि त जुनार ल ठिक छ हेर्नु त यहाँको गाइजहरू सिन्धुली कलाघरमा पुरा बाजा गरेर ढलक सलक डम्फु सम्फु सेलो अक्रम बक्रम सब रहेछ त यहाँ पञ्चे बाजा सनाई के हो यता पुस्तकालय यता ड्रम सेटहरू मादल ढोलक सारङ्गी एभ्रिथिङ इज हियर है हुन्छ यसो बजाउने सम्झी अब बजाउनुहोस् माथिर लगाएपछि यो चाहिँ साउदी अरबको रे है साउदी अरब त यहीँ सधैँ साउदी अरब यो रैथाने बालीको नमुना रे यो चाहिँ यो मलेसिया र दुबईको यो मलेसिया रे ल त्यो चाहिँ बुर्ज खलिफा ए मलेसिया ल कला केन्द्रहरूको सबै यहाँ सुटिङ चलिरहेको अवस्था रहेछ सबै गाइज ल बाई यहाँ सुटिङ चल्दै रहेछ तर हामी भित्र छिरेन गाइजहरू ओके यति भन्दै हामी हाम्रो गन्तव्यतर्फ लागे दिल्लीको कुशेली घर है ल हामी अब यहाँबाट चलाइरहेको चाहिँ घुमाउने घर है राष्ट्रिय कला महोत्सव कलाघर अब यहाँबाट माथि रहेछ ठुल्ठुलो संरचनाहरू अझै बन्ने क्रम जारी नै रहेछ कलाघरमा है त डाँडा काँडामा हिँड्ने बानी नभएपछि अलिकति गाह्रो चाहिँ भएको अवस्था छ साथीहरू हिँडिरहेको छ म पनि हिँडिरहेको छु टो टिपिङ सारङ्गी रहेछ मादल रहेछ द्याट्स इट है गाइजहरू यस दिस इज द ब्युटी अफ नेचुरल दिस इज द नेचुरल अफ ब्युटी गाइज यही हो नेचुरल के फाइनली सिन्धुली कला केन्द्र पनि बाई बाई गरेर है त बाई बाई ल यो भ्लगलाई चाहिँ यहाँ अन्त्य गर्न चाहन्छु गाइस सिन्धुली गढीको र सिन्धुली कला केन्द्रको चाहिँ एउटै भिडियोमा चाहिँ आउनेछौँ हजुरले यसो मन पराइदिनु होला है त ओके गाइस बाई